हेलो गाइस, सबैलाई वेलकम छ। हामी चाहिँ अहिले झोर जान ठिक परेको भन्नु मिल्दैन, ठिक परेर हिँडिसकेको बाटोमा हो। हामी सब यो झोरमा झर्नामा नुहाउन रेडी भएर हिँडेको। हामी स्याम्पू बोकेर टक्क लाएर अब झर्नामा गएर डाइभ हानेर नुहाउने हो, टक्क लाएर। अनि अहिले हामी लगभग झर्ना छेउमा आइपुग्न लाग्यो। अहिले हामी यो पुलमा छौँ। अब पुल क्रस गरेर अहिले झर्ना पुग्ने हो। हामी अहिले टक्क यो खोला विष्णुमती खोला होइन। तपाईँ अहिले झोर जानु ठिक गर्नु भएको छ, कस्तो फिल भइरहेको छ तपाईँलाई? एकदम रमाइलो भइरहेछ। पानी छ झोरमा फेरि त्यो पनि टेन्सन हो। अर्को गाडी नपाएर टेन्सन भयो क्या। हामी फेरि पब्लिक अलिक ज्यादा छौँ कि, त्यही भएर अलिक गाह्रो भयो क्या। हेलो गाइज, होइन हामी चाहिँ यहाँ अहिले झोर खोलाको बाटोमा यसरी हिँड्दैछौँ एकदम जतनले। चिप्ल्यो भने सिधै कालीमाटी। स्पोर्ट बाइक लिएर आउने बाटो रहेछ यार, के गर्नु यार, हेत्तेरिका हो। राजकुमार ल्याउनु पर्ने रहेछ साइकल लिएर। बाटो हेरौँ यहाँ कस्तो ओह्रालो छ। आमा हेत्तेरिका, यस्तो बाटो हिँडेर आउनु पर्यो। भ्युज हेर्नु। कालीमाटी पुग्यो हामी, यहाँबाट रहेछ जानुपर्ने। पानी सक्छ यार यसो नभन्नु यार, कुन दुःख ल्याएको छ यार। बन्द गरिदिन्छ त कस्तो सिटोमा त यार यो त। ए मलाई ड्यामै होला जस्तो लाग्यो। त्यसो भए नुहाउँदा बिजो हुने भयो त। नुहाउँदै अनि पानी बन्द भयो भने नआउँछ क्यारे, खोइ थाहा भएन। बार पानी क्यों बन्द हो रहा है? बार पानी बन्द हो रहा है। मिनी वाटर पानी लिएर आउनु पर्ला जस्तो भएछ। के भन्ला छ? नुहाउँदै पानी सक्यो भने त बिजो हुने भयो त। के गर्ने हो त नि हामीले? जय शम्भो, हर हर महादेव। अहिले चाहिँ हामी झर्नामा आएको छौँ। झर्ना हेर्नु गाइज, टक्क झर्ना। खोइ यो त बिजोग भयो त, कसरी नुहाउने त नि? ओहो यहाँ रहेछ राम्रो। ल बबाल मजा आइरहेछ झर्नामा नुहाउनु ला। अब हामी नुहाइहाल्छ, उता माथिबाट चिप्लेटी खेलिहाल्छ एकैचोटि। ल गाइस, झर्ना हेर्नु गाइस, झर्ना। ओ माय गॉड, ल झर्ना झोरमा अब नुहाउन गइरहेछ हामी। अन्डरस्ट्यान्ड भइरहेको थियो अलिकति, कुरा नबुझेर थर्कायो यार। केही छैन, अब यस्तो दुःख ल्याएको यार, थर्कायो यार। हत्तेरिका हो, के गर्नु। R15 लिएर आउने भनेको बाटो अलि अप्ठ्यारो रहेछ क्या। खोइ के को लुगा चेन्ज गर्ने, सिधै जाने भने मतलब खोलेर जाने। नुहाउनुसँग मतलब हामीलाई घुम्नुसँग मतलब होइन। हामी केटी होइन, हामी सिधा जाने नुहाउन। बाफ रे बाफ यार, भर्याङ मात्रै हिँड्नुपर्ने यार। कति भर्याङ छ त यो? ओ मा गो तुरु ल। यहाँ ठिक छ बरु, हामीलाई माथि भन्दा यहाँ भिड पनि कम रहेछ। यहीँ ठिक छ ल। ए छै मतलब भएन हामीलाई। नुहाउन दिएँ होइन।